पैसा हुन्छ, जब नेपालीहरू लिटरेट हुन्छन् तब के हुन्छ भने नेपालीहरूलाई पछाडि पारिन्छ क्या। अब त्यो अहिले कन्डिसन त्यही छ, तर अबको कमिङ डेजमा त्यस्तो नहोला भन्ने विश्वास राखेको छु। त्यो भएर अब नियामक निकायलाई अब यो अख्तियारले हुन्छ कि अब यहाँ धेरैजना हुन्छ 60-64जना अख्तियारले एकदम काम गर्नुपर्छ क्या। यो टाइममा चाहिँ अख्तियारले आफ्नो पावर देखाउनु। यहाँ चाहिँ के छ नि त हाम्रो नेपालमा चाहिँ जुन पनि अर्गनाइजेसन छ नि त्यहाँनिर चाहिँ पैसाले अगाडि जित्छ क्या। के भने त्यो नियामक निकाय त पावरफुल हो नि त जहिले पनि। सोध्नु त अख्तियार कति पावरफुल छ यो देशमा, छ नि त, तर वाट्स द युज अफ देम क्या। अब अर्बौँ के थाउजन्ड्स अफ फाइल्स आर त्यो यतिकै रोकेर राखिन्छ क्या, किनभने पावरको मिसयुज भएको हो नि त। चल्नु पऱ्यो नि त, काम हुनु पऱ्यो नि त, सकिँदैन भने रिजाइन गर्नु पर्ने, गराउन सक्ने मान्छेले। त्यो कुराहरू छ। अब नियामक निकायको पनि त्यस्तै अवस्था छ होइन। अब हामीले राखेको उठाएको मागहरू के छ, एनआरएनलाई उयो गर्ने, खोइ त एनआरएनलाई दिने कुरा कहाँ छ त, कसले रोकिन्छ? जस्तै अब मार्जिन कलको कुरा, जस्तै अब मार्जिन कलको कुरा चाहिँ अब सेभनले अलिअलि गर्न त गरेको छ, तर राष्ट्र ब्याङ्कले रोकिरहेको छ दाइ। अब यो राष्ट्र ब्याङ्कले किन रोक्यो क्या? किनभने नेपाललाई गरिब बनाउनु पऱ्यो नि त। नेपाल जति गरिब बनायो त्यति इजी हुन्छ क्या। के गर्न भन्दाखेरि चुनावमा भोट जित्नलाई त्यो कुराहरू गर्नु भएन क्या। अब यस्तो चुनाव आइरहेको बेला चाहिँ काम गर्नु, देखाउनु पर्ने पावर। अब अहिले कुन बडिजको कुन के अरे अब कुन पार्टीका अध्यक्षहरू छन् होइन, तिनीहरूले आफ्नो पावर देखाउनु पर्यो नि त। सरकार गिरेको छ आफ्नो ठाउँमा, तर यो जुन एउटा रिभोल्युसन भएको छ यो टाइममा जेनजीको रिभोल्युसन, यसले त केही चेन्ज ल्याउन खोज्या हो नि त। देशलाई केही न केही अब होला, आफ्नो ठाउँमा सबैजना राइट हुन्छ, आफ्नो ठाउँमा सबै पार्टी राइट होलान्, तर त्यो भएन नि त। जनताले चाहिँ के चाहे क्या, जनताले के चाहे, अब यङ जेनेरेसनले के चाहिरहेको छ त्यो कुरा त त्यो देखियो नि त अस्तिको आन्दोलनले। त्यो भएको भएर चाहिँ वाट वी वान्ट है एज बिङ अ जेनजी, मैले पनि के चाहिरहेको छु भने कमसेकम एउटा लगानीकर्तालाई एउटा भनौँ न राम्रो वातावरण बनाइदेऊ, लगानी गर्ने राम्रो वातावरण बनाइदेऊ, हामीले राति निन्द्रा राम्रोसँग लगाउने वातावरण बनाइदेऊ होइन। अब गर्न सक्ने चेन्जेसहरू चेन्ज गरिदेऊ होइन, सो द्याट चाहिँ हाम्रो एउटा फ्युचर सेक्युर होस् क्या मार्केटमा। एउटा लगानीकर्ता भइसक्यो भनौँ न दाइ, अब यो परिचय पत्र दिने कुरा, लगानीकर्तालाई परिचय पत्र दिनुपर्छ कि पर्दैन दाइ भनौँ त? एउटा सेयर लागेको त्यो पनि छैन अहिलेसम्म गरे, त्यो गर्ने कुराहरू पनि अहिलेसम्म भएको छैन होइन। त्यो भएको भएर चाहिँ यो देशलाई अगाडि बढाउने भनेको पोलिटिक्सले नि हो, पोलिटिक्सले पनि हो, एउटा ब्युरोक्रेट्सले पनि हो। सबै कुराले एउटा साथ सहयोग गर्न सकेन भने देश अगाडि बढ्दैन क्या। हामीले सबैले, हामी जनता त एकदम लिटरेट पनि छौँ, एजुकेटेड पनि, हामीलाई थाहा छ, दिपेन्द्रलाई पनि थाहा छ कुराहरू के चेन्ज गर्ने, मलाई पनि थाहा छ होइन। हाम्रो अब के सरलाई पनि आफ्नो अब के सरले त अब ब्युरोक्रेट्स पुरै बुझ्नु भएको छ होइन। यस्तो सबैलाई बुझेको छु, तर अब यहाँनिर के छ समस्या के छ भने द वान दाइ हजुरहरूको भने हामी सबैजना मिटिङ बस्दाखेरि मैले ठ्याक्कै त पछाडि एउटा बोर्डमा थियो नि एउटा कुरा भनेको थियो नि बिचमा आश्वासन दिने काम नगर्नेवाला कुरा, सेम त्यस्तै भएको छ क्या। काम गर्नु पर्यो क्या, रेस्पोन्सिबिलिटी। अब हजुरहरूलाई अख्तियार त यतिकै लाग्छ, काम नगर्दै अख्तियार लागेको अवस्था छ, मलाई थाहा छ नि त नामहरू दाइ। तर अख्तियार लागे तापनि काम गर्नु न, त्यसपछि अख्तियार लागोस् न। बरु हामी चन्दा उठाएर पैसा दिन्छौँ, मै दिन्छु ल, भात खाने पैसा मैले, चामल मैले, दाल मैले दिन्छु ल, म त्यतिसम्म क्यापेबल छु चामल दाल दिनलाई। तर के हो भने काम चाहिँ गर्नु क्या। काम गर्ने एउटा पावरमा बसेपछि रेस्पोन्सिबिलिटी लिनुपर्छ, काम गर्नुपर्छ, काम गरेपछि हामी अगाडि बढ्ने हो क्या। त्यति नै भन्ने चाहियो दाइ मैले चाहिँ। अब धन्यवाद भाइ, एकदम सही कुरा भनिरहेको छु होइन। हामीले त्यो कुरा, तर फेरि पनि हामीले जति कुरा गरे पनि 1,500 मान्छे पुगेन। भोलिको लागि भन्न खोजिरहेको थिएँ धेरै कुरा, तर अहिलेसम्म मैले नीतिगत र त्यो बजारको सिचुएसन र म्याक्रो र माइक्रो सिचुएसनहरू एनालाइसिस गरेर अलिकति साथीहरूको अगाडि पस्केको थिएँ। तर अब होइन कसरी भन्ने भाग्यश्रीजी, 1500 जनाको शर्त राखेको थियो, शर्त पुरा नहुँदा त मैले त कसैको सुन्दिनँ, यो त हजुरहरूलाई थाहा नै छ होला होइन। सो ए बाबा, दुर्गा प्रसाईको आन्दोलन फिर्ता नफिर्ताले के फरक पर्छ? कुन चाहिँ आन्दोलन गरेर एउटा रोड पनि बन्द गराउन सक्दैन थियो? यहाँ नेपाल बन्द हो कुरा गर्नु, त्यही त 50 साना रोडमा निस्केर केही पनि फरक पर्दैन। अन्त आन्दोलन त हाम्रो नर्मली हो नि, सरकार गिर्ने, सरकार चेन्ज हुने, आन्दोलन हुने होइन। यो त हामी नेपालीले जाइ जन्मेदेखि सिक्यो। बाबु तिमीलाई थाहा छ हामीले बोलाएकोमा बढी मान्छे थियो दुर्गा प्रसाईको आन्दोलन भन्दा। हाम्रोमा 700-800 जना थिए नि, दुर्गा प्रसाईकोमा 50-100 जना हुन्छन् यार। हामीले जब कि मासु भात दिन्नौँ, पेट्रोल दिन्नौँ, केही दिन्छौँ हामी होइन। सो यो आन्दोलनको खुर्कीहरू यहाँ नदिँदा राम्रो हुन्छ यो ठाउँमा होइन। कसले आन्दोलन गर्छ गर्दैन केही फरक पर्दैन त्यसले हामीलाई होइन। आन्दोलन कसैले गर्न पनि सक्दैन, देशव्यापी बन्द कसैले गर्न पनि सक्दैन। र हामीहरू फेरि म भन्छु,
हामीहरूलाई थाहा छ कुन मागहरू पुरा हुन सक्छ कुन सक्दैन हैन। माग राख्दाखेरि यस्तो माग राख्नु पर्यो जुन चाहिँ राम्रो। म भोलि भन्छु सबै नेपालीलाई हरेक महिना 1-1 लाख रुपियाँ दिइन्छ भन्ने घोषणा गर्न चाहन्छु भने हुन्छ? हुन्छ? हरेक कर्मचारीलाई 1-1 लाख रुपियाँ त्यस्तो पनि हुन्छ? हावा कुराहरू गरेर हुन्छ? देशको अवस्था हेर्नु परेन, आफ्नो अवस्था हेर्नु परेन, देशमा कसरी हामीले अगाडि ल्याउनु पर्यो त्यसको कुरा हेर्नु परेन? हावा कुराहरू गर्दै बस्छन् हैन। यो माफिया चाहिँ मार्केट घटाउन लागेका छन्, अलिअलि माफियाहरू छन् होइन भाइ। त्यो माफियाहरूलाई चाहिँ म के भन्न चाहन्छु भने तिमीहरूले मार्केट घटाएर के गर, तिमीहरूले माथि नै किता खानुपर्छ, यति बुझ्छु मैले यो टाइममा। यतिकै मार्केट बटममा भएको छ भाइ। अब मार्केट यतिकै बटममा लागेको अवस्था छ। साथीहरूलाई कति गाह्रो दाइ सोध्नु न, मार्जिन कलाएको अवस्था छ, लोन तिर्न सकेको अवस्था छैन होइन। सिचुएसन अलिअलि तलमाथि हुनसक्छ, तर राइट टाइम त आउला नि भाइ। अब चुनाव हुन्छ भनेर पनि आएको छ कुरा। हामीलाई थाहा छ हामीले कसरी पैसा कमाउँछौँ, हामी क्लियर छौँ, त्यही हिसाबले हामी अगाडि बढ्छौँ होइन। जोसुकै आए पनि आफ्नो फोकस चाहिँ अर्जुन जस्तै हामीले एकदम आफ्नो लक्ष्यतिर हामी केन्द्रित हुनेछौँ र अगाडि बढ्नेछौँ। फेरि मैले भनिरहेको छु यो साथीहरू होइन, यो विभिन्न मान्छेहरूले विभिन्न सपनाहरू देखाएर कसैले सुन बेच्न लगाउँछ, कसैले घर बेच्न लगाउँछ। केही नबेच्नु होला। सुनको ठाउँमा सुन चाहिन्छ, घरको ठाउँमा घर चाहिन्छ, व्यापारको ठाउँमा व्यापार चाहिन्छ र जागिरको ठाउँमा जागिर चाहिन्छ। केही नबेच्नु होला होइन। सेयर बजार भनेको तपाईँको फुल टाइम जब हुन सक्दैन, तपाईँहरूको पार्ट टाइम जब हो। म जस्तो व्यक्तिको लागि फुल टाइम जब हुन सक्छ, जबकि मेरो पनि फुल टाइम जब होइन होइन। हजुर पार्ट टाइम जब हो भने हजुरले के सबै बेचेर निस्किदिने? यो मान्छेले भन्छ, कसैले भन्छ सुन बेचेर एनआइसी एसिया किन्नुहोस्, कसैले भन्छ तपाईँको एउटा घर बेच्नुहोस् 2टा भइदिन्छ। त्यस्तो पनि कुरा हुन्छ। त्यस्तो कुराहरूमा नलाग्नु होला है एकदम सिल्ली म्यानिपुलेसन हो क्या यो, म्यानिपुलेट गर्न खोज्या हो है। तर अब यो म्यानिपुलेसन गर्न लाग्नुहोस्, 3वटा गोल्डन रुलमा लाग्नुहोस्, 3वटा गोल्डन रुलमा लागेर अगाडि बढ्नुहोस्, पैसा कमाइ हुन्छ। त्यस्तो गाह्रो छैन, तर अलिकति आफ्नो फोकस चाहिँ राम्रो कुरा राख्नु होला है प्लिज है साथीहरू। र फेरि पनि म भन्छु 50 जना जम्मा गर्न नसक्ने, 20 जना जम्मा गर्न नसक्ने दलहरू दर्ता गर्दै बसिआछन् होइन। बाबा मलाई त कतिजनाले भने दल मैले भने हरेक घरमा बुढाबुढीले पनि दल दर्ता गर्न थालिसके, यस्तो पनि विश्वास गर्ने। र मैले त्यस्तो राम्रो काम गरेको छुइनँ कि मैले दल दर्ता गरेर अगाडि बढ्न सक्नु। सो साथीहरूले के बुझ्नु पर्यो भने दल दर्ता गरेर देशले निकास पाउँदैन कि तपाईँले व्यक्तिगत निकास पाउनुहुन्छ, आफ्नो फाइदाको लागि गर्नुहुन्छ। भएका दलहरू मध्ये एउटा राम्रो दलमा जानुहोस् जहाँ तपाईँले राम्रो काम गर्नुहोस्, चाहे त्यो काङ्ग्रेस होस्, चाहे त्यो एमाले होस्, चाहे त्यो माओवादी होस्, चाहे त्यो खाओवादी होस्। त्यसमा राम्रो मान्छेहरू पुग्नुहोस्, त्यसलाई सफा पार्नुहोस् होइन, र कोसिस गर्नुहोस् कि बहुमत एउटा पार्टीलाई होस्। अहिले पनि मैले 2टा पार्टीले पनि बहुमत ल्याउँछ जस्तो देख्दिनँ। पहिलो कुरा चुनावै हुन्न, दोस्रो कुरा चुनाव भए तापनि 2टा पार्टीले बहुमत ल्याउन सक्ने अवस्था देख्दिनँ। त्यहाँ 3वटा पार्टी चाहिन्छ तपाईँको बहुमतमा भनेपछि त्यही पहिला जस्तै खेल 6 महिनामा तपाईँको गभर्मेन्ट झर्ने त्यस्तो काम नहोस्। ट्राई गरौँ है, फोकस्ड मान्छेहरू, राम्रो मान्छेहरू। मासु भात जसको पनि खानुहोस्, जसको पनि पेट्रोलमा चढ्नुहोस्, जसको पनि गाडीमा चढ्नुहोस्, तर भित्र गएर भोट हाल्दा त हेर्दैनन् नि मान्छेहरूले कसलाई हाल्नुभयो। कम्तीमा भित्र गएर भोट हाल्दा चाहिँ राम्रो मान्छेलाई दिनुहोस्। बाहिर तपाईँ जसलाई जिजेकार गर्नुहोस् केही फरक पर्दैन, तर भित्र गएर भोट हाल्दा चाहिँ राम्रो मान्छेलाई दिनुहोस्। पैसा लिनुहोस् कसैले पैसा बाँडिरहेछ भने, तर पैसा लिँदाखेरि पनि मनमा भन्नुहोस् कि म राम्रो मान्छेलाई दिन्छु। जसले पैसा बाँडिरहेछ त्यो राम्रो मान्छे हुनै सक्दैन, यो कुरा बुझ्नुहोस्। जसले मासु भात खुवाइरहेछ त्यो राम्रो पार्टी हुनै सक्दैन, यो कुरा बुझौँ है। सो हाम्रो भविष्य हामीले बनाउने हो। हामी भविष्य बनाउनको लागि यहाँ काठमाडौँ बस्दा मैले सोचेको पनि थिएन, तर साँच्चीकै म बुढो भइसकेँ यार। म सोचेको थिएन म बुढो हुन्छु। मलाई लाग्थ्यो म जवानीमै एकदम पैसावाला हुन्छु र म आफ्नो सबै सपनाहरू पुरा गर्छु होइन, तर हेर्दा हेर्दै म बुढो भइसकेँ। अब म चाहन्न मेरो छोराछोरीहरू यस्तो अवस्थामा रहोस्। त्यसैले मैले भने देशको लागि मेरो सबै सम्पत्ति म दिन तयार छु होइन। मेरो पुरै शरीरको सबै अङ्ग दान गर्छु। मेरो विचारहरू क्लियर छ, क्रिस्टल क्लियर, मलाई के गर्नु छ होइन। हजुरहरू पनि क्लियर हुनुहोस् के हजुरहरूलाई गर्नु छ। हजुरहरू क्लियर नभइकन यहाँ अवस्था एकदम भयावह भएको छ। हामीहरू आफैमा बाटिएछौँ।
सबैलाई आफ्नो मान्छे चाहिएको छ, राम्रो मान्छे कसैलाई चाहिएको छैन होइन। र सबैलाई लोभ छ, सबैले भन्छ जो आए पनि चोरै छन्, बरु पैसा लिएर यसलाई भोट त दिउँ होइन बाबा, त्यस्तो हुनु, सबै चोर हुन्। हामीहरू मिलेर लडाइँ लडौँ, के थाहा नेपाल बनिहाल्छ। तर मैले आउने 5-10 वर्षमा नेपाल बन्छ जस्तो मलाई चाहिँ मेरो भित्री मनले भन्दैन। हेर्नुहोस्, अब म त यहाँको तेस्रो दर्जाको नागरिक हो, पहिलो दर्जा पहाडी मुलको, दोस्रो दर्जा मधेसी मुलको, तेस्रो दर्जा हामी मारवाडी, बुझ्नुभयो। सो म तेस्रो दर्जाको यहाँ नागरिकले पहिलो र दोस्रो दर्जालाई के बुझाउनु सक्दैन होइन। तर चित्त धेरै दुख्या छ, देश खाल्डोमा परिसकेको छ होइन, यसबाट निकाल्ने तपाईँहरूको हातमा छ होइन। यति भन्दै यदि फलो गर्नु भएको छैन फलो गर्नु होला, आफ्नो र आफन्तको ख्याल राख्नु होला। जय सिया राम, गुड नाइट।